सर कुट्ने क्या कुट्ने नै एसएलसी दिइसकेको भोलिपल्टै त्यो सरलाई चाहिँ कुट्ने हो। हाम्रो पालामा एसएलसी हुन्थ्यो क्या, एससी हुँदैन थियो होइन। एससीको केटाकेटीहरूको थाहा भएन। एसएलसी हुँदाखेरि चाहिँ जहिले पनि एक दुईजना कडा सर हुने क्या, यति कुट्ने कि भाटाले है, भाटाले कुट्ने, चाकमा कुट्ने, तिम्रो यो औँला मड्काइदिने, भाले बनाइदिने, पेन हालेर घुमाइदिने हैन, त्यस्तो नि थियो। एसएलसी दिइसकेको भोलिपल्टै त्यो सरलाई चाहिँ कुट्ने हो भनेर हामी केटाहरू प्लान बनाउँथ्यौँ क्या। त्यो केटाहरू कहाँ छ अहिले? मेन्सन गरौँ त फटाफट यहाँ, फटाफट मेन्सन हानौँ। ल को त्यस्तो त्यस्तो सोच्नेहरू को हुनुहुन्थ्यो हैन? सरहरूले पनि त्यसरी चाहिँ कुट्नु हुँदैन थियो यार। लास्टै कुट्थ्यो, चाकै रातो हुने गरी, चाकै रातो हुने गरी, हातै भाँचिने गरी घरमा यसरी कुटो भन नि, घरमा पनि कुट्ने, तै चकचक भइस भनेर गर्ने। अनि केटाहरू थियो क्या, थाहा होला नि तिमीलाई? तिमी एससी हो कि एसएलसी हो? म त एससी फर्स्ट पहिलो थियो मेरो वर्षदेखि हो। थाहा छैन होइन। एसएलसीको पालामा मान्छे कुट्ने प्लान हुन्थ्यो क्या, सर कुट्ने क्या, कुट्ने नै। यसो सकिने बित्तिकै लास्टमा एसएलसी सकेपछि केटाहरू थाहा छ मलाई, तर थाहा चाहिँ छ एससीमा पनि हुन्थ्यो यो एससी भन्नाले त्यो बेलातिर हाम्रो पालातिर हुन्थ्यो क्या। टक्क एसएलसी सकेपछि पक तँलाई चाहिँ बाहिर निस्कियोस् न, एक्जाम सकोस् अनि थाहा हुन्छ भन्दै होइन, ठोकिहाल्ने। त्यस्तो चाहिँ हुन्थ्यो। अहिले त्यो कुराहरू याद आउँछ है। अहिले धेरै चेन्ज भयो। एकजना सर लिस्टमा थियो होइन, के कुट्नु कुट्नु हुँदैन रहेछ खासमा। त्यो प्लान बनाउनु नै त्यो हाम्रो गल्ती रहेछ क्या। यस्तो त्यो उमेरसँगै त्यो हुने हो क्या। अहिले आएर चाहिँ सरहरूलाई नमस्ते गर्न मन लाग्छ। 18, 20, 22 को उमेरमा चाहिँ त्यस्तै। अहिले हामी जो छौँ त्यही सरहरूले गर्दछौँ।